दर्शकवृन्द नमस्कार। स्वास्थ्य खबरको स्वास्थ्य संवादमा यहाँहरूलाई स्वागत छ। विभिन्न व्यक्तित्वहरूसँग संवाद गर्ने क्रममा आज हामी एउटा युवा चिकित्सकसँग कुरा गर्दैछौँ। युवा चिकित्सक जसले नेपाली चिकित्सा वर्गको नेतृत्व पनि गरिराख्नु भएको छ। यसअघि नेपाल मेडिकल एसोसिएसनको सदस्य हुनुहुन्छ र अब नेपाल मेडिकल काउन्सिलको सदस्यका लागि प्रतिस्पर्धामा हुनुहुन्छ। उहाँसँग हामी नेपालमा चिकित्साको अवस्था र उहाँले नेतृत्व गरिरहेका फर्म र त्यसको उपादेयताका विषयमा पनि संवाद गर्नेछौँ। संवादमा यहाँलाई स्वागत छ। नमस्कार। सर्वप्रथम म चाहिँ स्वास्थ्य खबर र हाम्रो डिबी सरलाई चाहिँ धन्यवाद दिन चाहन्छु। यो प्लेटफर्म जुन हजुर यो प्लेटफर्ममा ल्याउनुको कारण छ कि युबिनजी, किनभने तपाईँहरू सदस्यकै उम्मेदवार 33 जना हुनुहुन्छ। हजुर, 33 जनासँगै म संवाद गर्न पाउँदिनँ। हजुर हजुर, त्यसो हुँदाखेरि युबिनलाई मात्रै ल्यायो भनेर अरूले अन्याय महसुस पनि गर्लान्। तर युबिनलाई रोज्नुको मेरो कारण चाहिँ के हो भने एनएमएको सदस्य हुनुहुन्छ तपाईँ। अब एनएमएको माथि जानुपर्ने मान्छे हो हामीले लागेको होइन। नेपाल चिकित्सक सङ्घबाटै अरूमाथि पदाधिकारीतिर दाबी गर्ने होला वा त्यहीँ दोहोरिने होला, त्यहाँ काम गरेको मान्छे। तपाईँले चाहिँ नेपाल मेडिकल काउन्सिल चाहिँ किन रोज्नुभयो भन्ने प्रश्न छ। यहीँबाट सुरु गर्छु। किन रोज्नुभयो? अब सर यस्तो छ, अब मेरो चाहिँ खासमा पढाइ चाहिँ मेरो चाहिँ एमपिएच हो र त्यसमा पनि स्पेसलाइज मेरो हेल्थ सर्भिस म्यानेजमेन्ट र पोलिसी हो। अब मैले के देखेँ भनेपछि हाम्रो डाक्टर र पब्लिकलाई पनि जोड्दाखेरि चाहिँ कस्तो लाग्यो भनेपछि नेपाल मेडिकल काउन्सिलमा हजुरको चाहिँ म जस्तो पढेको मान्छे चाहिँ हुनुपर्छ, जसले चाहिँ पोलिसी जानेको छ, जसले चाहिँ भोलि त्यो बनेको सिस्टमलाई चाहिँ राम्रोसँग इम्प्लिमेन्ट गर्न सकिन्छ। त्यसले गर्दाखेरि चाहिँ मैले चाहिँ काउन्सिल रोजेको। अब एनएमए के भयो भने लाइक एडभोकेसी गर्ने कुरा भयो। त्यो त मैले जानिसकेँ, 3 वर्ष चाहिँ मैले जानिसकेँ कि डाक्टरको लागि चाहिँ कहाँ कहाँ कता प्रब्लम भइरहेछ, कुन एरियामा भइरहेछ भन्ने कुरा मैले जानेको छु। र त्यो कुरालाई चाहिँ यदि मैले एनएमसीमा गएर त्यो सिस्टम जुन छ नि त्यो सिस्टमलाई चाहिँ राम्रोसँग बनायो भने राम्रो हुन्छ। जस्तै अहिलेको कुरा गरौँ न, धेरै अनइथिकल प्र्याक्टिसेसहरू भइरहेछ, जसले गर्दाखेरि तपाईँको डाक्टर पनि मारमा छन् र पब्लिक पनि मारमा छन्। त्यसले गर्दाखेरि त्यसलाई चाहिँ यदि हामीले चाहिँ राम्रोसँग मोनिटरिङ गरेर त्यो अनइथिकल प्र्याक्टिसलाई चाहिँ इथिकल वेमा चाहिँ गर्न सक्यो भनेपछि यो पब्लिकलाई पनि फाइदा हुने हो र डाक्टरलाई पनि फाइदा हुने हो। त्यसले गर्दाखेरि चाहिँ म चाहिँ काउन्सिल रोजेको। हजुर, नेपाल चिकित्सक सङ्घमा बसिरहँदाखेरि चिकित्सकमाथि कुटपिट भएको कुरामा घटनामा के अरे सम्बोधन गर्न दौडिनु पर्यो होइन। त्यसै गरी उनीहरू विरुद्ध उपभोक्ता के अरे अदालतदेखि कता कता मुद्दाका विषयमा पनि दौड्नु पर्यो। यो विषयले चाहिँ मूल जरो त्यता बिग्रेर चाहिँ यता समस्या परेको हो भन्ने लागेर चाहिँ एनएमसी जान खोजेको हो। मलाई चाहिँ कस्तो लाग्यो भने हजुर होइन, जस्तै अहिले जुन हजुरले कुरा गर्नुभयो नि लाइक कन्ज्युमर कोर्टको कुरा गर्नुभयो होइन। अब एउटा कुरा, कन्ज्युमर कोर्ट भनेको त सामानको क्वान्टिटी र क्वालिटी नाप्ने कुरा हो कि। अनि त्यो कन्ज्युमर कोर्टले कहीँ डाक्टरको चाहिँ क्वान्टिटी र क्वालिटी चाहिँ कसरी नाप्छ? के डाक्टर सामान हो त? हामीले अब मानौँ न त्यहाँ चाहिँ जस्तै इन्जिनियरिङ फिल्डमा पनि के छ भनेपछि उहाँहरूको चाहिँ एउटा लयर र एउटा चाहिँ इन्जिनियर बस्नुहुन्छ र उहाँले डिसाइड गर्नुहुन्छ र आउँछ त्यसरी कुरा भनेपछि हामी पनि यो काउन्सिलमा चाहिँ एउटा चाहिँ यस्तो कमिटी बनाउन सकिन्छ जहाँ चाहिँ लयर र डक्टर राखेर चाहिँ गर्ने कुरा हो। यो चाहिँ पुरै लयरले चाहिँ गर्ने काम होइन। त्यहाँ चाहिँ हाम्रो डाक्टरको पनि विज्ञ हुनुपर्छ र उसले जान्नुपर्छ कि यो ट्रिटमेन्ट प्रोटोकलमा वास्तवमा तपाईँको प्रब्लम भएको हो अथवा डाक्टरबाट त्रुटि भएको हो कि के भएको त्यो कुरा। किनभने म एउटा कुरा भन्न चाहन्छु हजुर सर, तपाईँलाई कुनै पनि डाक्टरले चाहिँ तपाईँको म यो पेसेन्टलाई चाहिँ नराम्रो तरिकाले हेर्छु भन्ने कुरा हुँदैन। जुन पनि डाक्टरले तपाईँको के गर्छ भनेपछि पेसेन्ट हेर्दाखेरि तपाईँको यसलाई म राम्रैसँग ठिक बनाउँछु, राम्रैसँग यो उपचार लिएर जाओस् र यो राम्रोसँग ठिक भएर आओस् भन्ने कुरा चाहिँ हरेक डाक्टरको चाहिँ दिमागमा चाहिँ हुन्छ। यो चाहिँ पब्लिकले पनि बुझ्नुपर्छ। त्यसैले हामीलाई चाहिँ कन्ज्युमर कोर्ट चाहिँ चाहिँदैन। त्यो एउटा मैले चाहिँ एनएमएमै हुँदाखेरि मैले चाहिँ धेरै यस्ता इस्युहरू चाहिँ फेस गरेको छु जसमा चाहिँ डाक्टरहरूको त्यहाँ केही प्रब्लम हुँदैन, तर धेरै किसिमका प्रेसरले गर्दाखेरि चाहिँ डाक्टरहरू चाहिँ त्यस्तो अन्यायमा परेको छ। जस्तो तपाईँलाई डाक्टर अन्यायमा परेको महसुस हुन्छ भएको छ भनेपछि नेपाल मेडिकल काउन्सिलमा गए त त्यहाँ त आम जनता अन्यायमा परेको महसुस भएको कुरालाई उनीहरूलाई न्याय दिलाउने कुरा चाहिँ नेपाल मेडिकल काउन्सिलको काम हो भन्ने आम बुझाइ छ। हजुर,
यो सोचाइबाट गएर त्यो सोचाइलाई सम्बोधन चाहिँ कसरी गर्नु होला? अब यस्तो छ सर, जस्तै हामीहरूमा पनि अब जस्तै काउन्सिलमा छन् केही कुराहरू, त्यसलाई चाहिँ गर्नुपर्छ। मेरो एउटा के छ, पोलिसी जुन हुन्छ नि, त्यो पोलिसी कहिले पनि तपाईँको चाहिँ सधैँको लागि हुँदैन। त्यो टाइम अनुसार पोलिसीलाई चेन्ज गर्नुपर्ने अवस्था गर्नुपर्छ। नेपाल मेडिकल काउन्सिलको जुन छ त्यसलाई पनि समयानुकूल परिवर्तन गर्नुपर्छ भन्ने लागेको छ। जस्तै मानौँ न, हामी डाक्टरहरूमा तपाईँको हामीमा पनि ल्याक हुन सक्छ नि त। जस्तै हामीसँग के डक्टर र पेसेन्ट कम्युनिकेसन स्किल छ कि छैन, त्यो कुरामा पनि त घचघचाउनु पर्ने छ, त्यो कुरा पनि त गर्नुपर्ने छ। भनेपछि के छ भने कुराहरू छ। मेन के छ भनेपछि एनएमसीमा तपाईँले टाइम कति दिन सक्नुहुन्छ के, त्यो कुराले पनि असर पार्छ के। मानौँ न, आज म चाहिँ मेम्बर भएर जितेर गएँ अरे, अनि म गएर चाहिँ तपाईँको चाहिँ एउटा ठाउँमा बसेर र म एउटा प्र्याक्टिस गर्न थालेँ, हाउस मिटिङ भयो अरे, हाउस मिटिङमा चाहिँ कोही आएन भनेपछि कसरी काम हुन्छ? हामी एनएमसीलाई नै खालि यो प्रब्लमको दृष्टिकोणले हेर्नु भएन क्या। हामीले टाइम कति दिएको छौँ? निर्वाचित भएर गएपछि चाहिँ त्यहाँ सदस्यहरूले, त्यहाँ उपाध्यक्षहरूले उत्तिकै समय पनि दियो भने त्यो बन्न सक्छ त्यो। जस्तै मैले हजुर, अब म कसरी हुन्छ भनेपछि तपाईँको जस्तै त्यहाँ यदि मेरो त यहीँ कर्मथलो यहीँ हो, मेरो बसाइ यहीँ हो, मेरो यहीँ घर छ होइन। बाहिर जनकपुर मेरो घर हो, पुर्खौली। तर यहाँ चाहिँ म यहीँ बस्छु, म यहीँ काम गर्छु। र अर्को मेरो एउटा के छ फिजिबिलिटी भनेको, म चाहिँ म्यानेजमेन्टतिर बढी छु, जसले गर्दाखेरि मसँग त्यो टाइम छ। र अर्को चाहिँ म काम गर्ने संस्थामा पनि कस्तो छ भनेपछि मलाई सन्डे बिदा हुन्छ। म हप्ताको एक दिन 10 to 4 यदि एनएमसीलाई टाइम दिएँ भने धेरै कुरा परिवर्तन गर्न सकिन्छ। तपाईँ त अहिले यो निर्वाचनको क्रममा पनि र पहिले पनि युवा चिकित्सकहरूसँग नेटवर्किङमा बसिरहने मान्छे पनि भयो। अहिले त तपाईँ घुम्न नै जानुभयो देशव्यापी रूपमै होइन, धेरै ठाउँ पुगिसक्नुभयो, पुगेर फर्किनु भयो आएर। हजुर, तल जो चिकित्सकलाई तपाईँले भेट्नुभयो निर्वाचनका क्रममा, हजुर, उनीहरूको माइन्डसेट के छ? के अरे नेपालमा तपाईँले भने अघि जे भनिराख्नु भएको छ, नेपाल मेडिकल काउन्सिलमा केही परिवर्तनहरू जरुरी छ, केही घचघच्याउन जरुरी छ, अलिअलि बलियो बनाउनु जरुरी छ, अलिअलि यो नियम पनि परिवर्तन गर्न जरुरी छ भन्ने कुरो चाहिँ उनीहरूको भावना हो तपाईले भनेको? हो, मलाई चाहिँ यो लागेको। किनभने मैले पूर्वदेखि पश्चिमसम्म क्याम्पेन यो पालि पनि स्टार्ट गरेँ। पहिला पनि म तपाईँको एनएमएमा पनि हुँदाखेरि तपाईँको डिसेमिनेसन प्रोग्रामदेखि लिएर योहरूमा हिँडेको छु। मैले पूर्वदेखि पश्चिमसम्म घुमेको मान्छे हो। मैले त्यहाँको ग्राउन्ड लेभलको प्रब्लम देखेको मान्छे हो। म पहिला पनि डब्लुएचओमा काम गर्दाखेरि तपाईँको ग्राउन्ड हेल्थ पोस्टसम्म पुगेको मान्छे हो म। त्यहाँ चाहिँ तपाईँको स्वास्थ्यमा कस्ता खालको प्रब्लम छ त्यो प्रब्लम मैले बुझेको हो। त्यसैले त्यो प्रब्लमहरूलाई यदि मैले चाहिँ एड्रेस गर्न सक्यो, राम्रोसँग मोनिटरिङ गर्न सक्यो भने त्यो कुरा चाहिँ यहाँ चाहिँ राम्रोसँग बनाउन सकिन्छ। किनभने मैले त्यही फिल्डमा जाँदाखेरि तपाईँको कति डाक्टर साहबहरूसँग बुझ्दाखेरि, जस्तै एउटा डाक्टर साहबले भन्नुभयो हामीलाई प्रब्लम हुन्छ, तर हाम्रो जुन ट्रिटमेन्ट जुन गाइडलाइन छ त्यो गाइडलाइन कहीँ छ त? त्यस्ता कुराहरू पनि बनाउनु पर्ने छ कि। हामीले एउटा डाक्टरलाई चाहिँ गाइडलाइन त दिन सक्यौँ नि, ल तपाईँ सर्जन हुनुहुन्छ, तपाईँको गाइडलाइन यो छ, यो ट्रिटमेन्ट गर्नुभयो भने, यसरी गाइडलाइन टेकेर गर्नुभयो भने भोलि तपाईँको फस्ने अवस्था छैन भनेपछि त्यो कुराहरू पनि गर्नुपर्ने छ। किनभने तपाईँको ट्रिटमेन्ट प्रोटोकल त अपडेट भइरहेको हुन्छ नि त तपाईँको। भनेपछि त्यो कुराहरू चाहिँ गर्न जरुरी छ। यस्ता कुराहरू मैले चाहिँ फिल्डमा इस्युहरू पाएको छु मैले। जस्तो अहिले तपाईँको एनएमसीको निर्वाचन हेर्दाखेरि पनि जति उम्मेदवारी दिनुभएको छ धेरैजना युवा हुनुहुन्छ होइन, नयाँ पुस्ताका चिकित्सकहरू धेरै देखिन्छन्। हजुर, अब एनएमएको निर्वाचन पनि आउँदैछ, त्यहाँ पनि म देख्दैछु घोषणा गरिरहेका पनि माथिल्लो पदसम्म होइन केही बाहेक युवा पुस्ताकै मान्छेहरू बढी देखिन्छ। नेपालको चिकित्सा क्षेत्रमा पनि अब युवाहरूमा चाहिँ अब हामीले नेतृत्व लिनुपर्छ, अब नयाँ समयअनुसार यी संस्थाहरू, चिकित्सा क्षेत्र, स्वास्थ्य सेवा अगाडि बढाउनुपर्छ भन्ने जागरुकता बढेको हो वा त्यसको अरू कुनै कारण पनि छ युवाहरू बढी सक्रिय हुनुको? होइन, यो पछिल्लो समयमा म के भन्छु भनेपछि काम नभएको होइन, काम चाहिँ भएको हो। तर के छ भनेपछि अब हाम्रो देशै एउटा सिस्टममा अहिले छैन र बिस्तारै हामी बढ्दैछौँ र त्यसलाई चाहिँ के देख्यो भनेपछि म यो भन्दिनँ कि हाम्रो अग्रजहरूले काम गरेन, अग्रजहरूले काम गरेर त आज यतिसम्म आएको। म हजुरलाई म एउटा हिस्ट्री भन्छु। तपाईँको कोभिड-19 भन्दा पहिला हाम्रो देशमा त्यस्तो राम्रो हेल्थ सिस्टम थिएन। कोभिड-19 आएपछि तपाईँको कति ठाउँमा चाहिँ तपाईँको हेल्थ फेसिलिटीहरू राम्रो भएको छ। भनेपछि त्यो हेल्थ फेसिलिटीहरू राम्रो त भयो। अब त्यसलाई चाहिँ हामीले के गर्नु पर्यो भनेपछि मोनिटरिङ गर्नु पर्यो, काम भइरहेछ कि छैन, ट्रिटमेन्ट प्रोटोकल राम्रो छ कि छैन
भनेको अब युवा कुरा गर्ने हामी युवाहरू अहिले अगाडि नबढे कसले गर्ने त हाम्रो हामी अगाडि बढ्नुपर्ने कुरा छ त्यसैले अझ मलाई भन्नु भने म एनएमएमा थिएँ म एनएमए माथि पदाधिकारीमा जान सक्थेँ होला तर किन काउन्सिल आयो किनभने म कस्तो भने म पोलिसीमा मलाई चाहिँ काम गर्न मलाई किनभने मेरो जुन स्पेसलाइज छ त्यो स्पेसलाइजलाई चाहिँ मैले चाहिँ राम्रोसँग काम गरेर त्यहाँ इम्प्लिमेन्ट गऱ्यो भनेपछि के हुन्छ भने चाहिँ मैले पढेको र मैले चाहिँ गरेको काम चाहिँ राम्रो देखिन्छ जस्तो तपाईँले धेरै कुरा भनिसक्नुभयो किन एनएमसीमा म सदस्य बन्न चाहन्छु भनेर हजुर तपाईँले तल जाँदाखेरि जस्तो 1 2 3 भनेर राख्दाखेरि तपाईँलाई किन सदस्य जिताउने भनेर चिकित्सकले सोधिरहँदाखेरि तपाईँका मतदाताले तपाईँले बताउने 1 2 3 4 5 ठ्याक्कै कुराहरू चाहिँ के हो मेरो चाहिँ फर्स्टमा के छ भनेपछि मैले देखेको त्यो पहिलो चाहिँ मेरो चाहिँ के छ भने डिसेन्ट्रलाइजेसन हुनुपर्छ एनएमसी फर्स्टमा किनभने हाम्रा साथीहरूले चाहिँ धेरै खपेको छ यो प्रब्लम यो काठमाडौँ आउने जाने होटल बस्ने पैसा खर्च हुन्छ त्यति एक त हामी डाक्टरहरूको तलबै हुँदैन एउटा त्यो इस्युमा पनि यति यो जुन यो प्रब्लमेटिक जुन कुराहरू छ नि यो चाहिँ दोस्रो चाहिँ तपाईँको हुन्छ डिजिटलाइजेसनको कुरा छ दोस्रो डिजिटलाइजेसन हुनैपर्छ अब पुरै विश्व चाहिँ तपाईँको एआई ट्योमा गइसक्यो र हामी चाहिँ त्यहीमा त्यो पेपर सब्मिट गर्ने अवस्थामा छौँ भनेपछि डिजिटलाइजेसन हुनु पऱ्यो तेस्रो चाहिँ मेरो के छ भने डाक्टर भनेको सामान होइन डाक्टरको लागि चाहिँ कन्ज्युमर कोर्ट हुनु पर्दैन त्यसैले नो कन्ज्युमर कोर्ट फर डक्टर र चौथो मेरो के छ भनेपछि तपाईँको जुन अनइथिकल प्र्याक्टिसेसहरू छ त्यो अनइथिकल प्र्याक्टिसेसलाई चाहिँ इथिकली बनाउनलाई चाहिँ रेगुलर मोनिटरिङ हुनुपर्छ र पाँचौँ चाहिँ मेरो के छ भनेपछि जस्तै मलाई पूर्वदेखि पश्चिमसम्म चाहिँ डाक्टर साहबहरूले चिन्नुहुन्छ र म यहाँ काम गर्न सक्छु भनेर उहाँहरूसँग सरसल्लाह लिएरै म काउन्सिल आएको त्यसैले म चाहिँ एउटा फ्रेन्डली डक्टर भनेर पनि मलाई लाग्छ क्या म सबैको म फोन उठाउँछु सबैकोसँग कुरा गर्छु त्यसैले म यदि एनएमसीमा भयो भने तपाईँको धेरै काम चाहिँ मैले आफ्नो साथीभाइ आफ्नो डाक्टर साहबहरूको काम चाहिँ सजिलो बनाउने छु किनभने म यहीँ काठमाडौँमै हुन्छु त्यसले गर्दाखेरि उहाँहरूलाई त्यो पनि सजिलो हुन्छ त्यो यो मेरो 5वटा कुरा हो हस् तपाईँ एनएमसीको सदस्य भएको हेर्न पाइयोस् तपाईँलाई शुभकामना हजुर आगामी दिनमा फेरि पनि कुरा गरौँला अहिले तपाईँले धेरै आफ्ना कुरा बताइसक्नुभयो धेरै डाक्टर साहबले बुझि पनि सक्नुभयो बाँकी कुरा तपाईँले फिल्डमा गएर भनि पनि राख्नु भएको छ त्यसैले आजको संवाद यहीँ टुङ्ग्याएँ तपाईँलाई धेरै धन्यवाद हुन्छ थ्याङ्क यू हजुर दर्शकवृन्द यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद आगामी दिनमा पनि यस्तै व्यक्तित्व र विचारका साथ उपस्थित हुनेछौँ आजलाई बिदा दिनुहोस् नमस्कार